अनि तपाईँको यो डाँडा बजार चाहिँ तपाईँको धनकुटा जिल्लाभित्र पर्ने रहेछ है। ठाउँ पनि एकदम रमाइलो छ होइन। तपाईँहरू होमस्टे यदि गर्न चाहनुहुन्छ भने यो एरिया पनि एकदम पर्फेक्ट हुन्छ तपाईँको लागि होइन। शान्त छ, चिसो वातावरणमा होइन, तपाईँले होमस्टे गर्न सक्नुहुन्छ। अन्नपतिको रेस्पेक्ट कस्तो क्लियर एकदम। सुत्नै सकिँदैन आमामामा ठेट। कोही पात्ने कोही घुर्ने। हाम्रो केटाहरू चाहिँ एकदम घुरेर सुत्नै सकिन हौ। अब सुन है। यो ग्रुपको त बेइज्जतै गर्नुभयो त के हो भने 5 चोटि थप्दै रुमहरू कति क्युट छ, कति राम्रो छ है। हेर्नु थपौँ यसो टाइम पास। जुत्मा देखाएको मात्रै काम चोर है फेरि यता काम देखाएको मात्रै हो। काम देखाएको मात्रै हो। बाहिरबाट आउनुपर्छ खुवाइहाल्नुपर्छ। बद्दै बद्दैन क्या तेरो नआएकै राम्रो। आमा ए यो ज्याकेटमा झन् कालो देखेको नि। साथीहरू अहिले चाहिँ हामी भेरेटार आइसकेको छौँ साथीहरू। एकदम कुल मौसम, पुरा हुस्यो है। भेरेटारको एउटा किराना पसलमा दाइने यहाँ के लिनु आँटेको छ। पास लिने होइन दाजु है। पछाडिपट्टि त कस्तो बुझ्यो जस्तो देख्यो है, बाटिस्टा आर्न जस्तो देख्यो। हाई हेलो नमस्ते, आउनु होला यो मेरो च्यानलमा है। अब म यहाँ के किन्दैछु हेर्दै गर्नुहोस्। हेर्दै गर्नुहोस्। पैसा चाहिँ अर्काको अरे ए भएन खोइ फिर्ता भएको कि ड्याम अरे 5 रुपियाँ लग भनेको 10 रुपियाँ लग्यो अरे। फिर्ता नआउने हौ। ल त हामी यहाँ अब भेरेटारको यता फुल विभागमा हामी छौँ। कस्तो एकदम क्या वेदर त लाग्दो वेदर। तपाईँको त क्रिम रोल फेभरेट होइन? क्रिम रोल छैन त्यहाँ त? यहाँ मैले किनिरहेछु अघिदेखि बिहानदेखि किन्दा मासु पनि मेरै पैसाले, यो पनि मेरै पैसाले। हैरान भइसक्यो। आउँदैन कट हुँदैन यस्तो। हुँदा पेट्रोल समेत मेरो पैसाले। अनि बाहिरबाट आउनुपर्छ खुवाइहाल्नुपर्छ। बद्दै बद्दैन क्या तेरो नआएकै राम्रो। आए पनि सुटुक्कै आउँछ म अरे। यहाँ घटिसकेको मान्छे 3 दिन भयो बढिसक्यो पेट। सबै खोक्दैछ है निकालेको छैन। हामी यहाँ भेरेटारमा आएर एउटा क्रिम रोल चाहिँ उहाँ दाइको फेभरेट हो। त्यही कारण जता गए पनि क्रिम रोल साथीहरूले क्रिम रोल खानुपर्छ। म त भोकै छु कि त्यही कारण खान्छु। खास यो खानुको कारण चाहिँ के हो दाजु तपाईँको? पेटको लागि राम्रो। सबैलाई क्रिम रोल भिडाएर तपाईँ चाहिँ यस्तो अर्ग्यानिक खाने? ए यो ज्याकेटमा झन् कालो देखेको नि। निक्लिँदै गरेको क्या टर्मिनेटरको प्लेन क्या। वाउ यो ठाउँहरू हेर्नुहोस् त दर्शकबिन। आज हामी कहाँ आयौँ भने यो चाहिँ हाम्रो डाँडा बजार होइन? डाँडा बजारको यता बिचमा। अनि यो हाम्रो चाहिँ प्लानिङ चाहिँ 81 भएको भनौँ न। तर वेदर चाहिँ एकदम राम्रो छ है यहाँ। अब यहाँ भन्नु सकिँदैन। अब यहाँ फेरि पानी पनि कतिखेर पर्न सक्छ होइन। ल हामी चाहिँ कतिजना छौँ जम्मा? हामी 10 जना छौँ। 9 जना छौँ। हजुर मलाई नि हो। ल अर्ग्यानिक चिया यहाँ चाहिँ अब हामीले
डागिया ए रिकेश दाई हाम्रो स्याभेज दाई हिमाल त फेरि बाटोको फेरि डागिया ट्रेन हो यहाँ घन्टीको कुरा नगरौँ है माटोको झट्टा आउँछ अरे चाबी ल्याउनु ओइ ल ल ल चाबी चाहिँ स्कुटीको अनि त कहाँ टेम्पोमा चिरेको यार यहाँ झोला झिएको नि चाबी चाहिँ स्कुटीको अनि कहाँ टेम्पोभित्र छिरेको त अनि छ्या देखाउने स्टाइल हो ल ल ए ओह्रालो पनि ठेल्नु पर्ने क्या ओह्रालोमा त कतै थियो यस्तो खालको कुरा हो कि ओह्रालो पनि ठेल्नु पर्ने ल हुन्छ एकछिन पुगेर आउँछु ल हुन्छ दाजु हस् हस् र त हामी यसो बजार सजार घुम्ने सोचमा हामी गइरहेछौँ अब मेरो कस्टमर आउनुभयो यहाँ पनि पटो चल्दो रहेछ होइन ल्याउनु पर्ने हामीले नै हो हामी जस्तो युवाहरूले नै हो ए हो र डाँडा बजारतिर पनि पटो आयो भने झन् पटो अब दाम घटाऊ डाँडा बजारमा छौँ है डाँडा बजारको यो टुप्पो यो ठाउँमा कस्तो दामी रहेछ हौ यो त आहा है यहाँ पनि कस्तो दामी दामी पनि घरहरू छ है यहाँ सबै खेतीपाती चिसो कता दार्जिलिङको फिल आयो त यार दार्जिलिङ मिरिक हो त्यस्तो टाइपको हो क्या दार्जिलिङ मिरिक ठिक छ तातो पानी लगाएको तोङमा चिसो थियो अब यो तातो पानीले मौसम ल हुन्छ धन्यवाद तपाईँलाई धन्यवाद यो तान्नु त म यो अलि थर्मसमा तातो पानी ल्याइदिन्छु ल अघि हान्नु थालेछ कि हो 10को 20 ल अब साथीहरू हामी चिया नास्ताहरू के कसो खाँदैछौँ यहाँ अर्ग्यानिक विदेशमा हुने साथीभाइ को छ जस्तो इमोस अनि आज अब को यो माहौल चाहिँ हामी यति बेला धनकुटा जिल्लाको डाँडा बजार भन्ने ठाउँमा छौँ। हामी सबैजना साथीभाइहरू दाइहरू हेर्न छौँ। यो माहौल चाहिँ अब कसरी जुट्यो त भनेर भन्नुहुन्छ भन्दाखेरि भर्खरै हाम्रो सुमित दाई चाहिँ विदेशबाट 6 वर्षपछि आउनुभएको अनि त्यही सिलसिलामा चाहिँ गेट टुगेदर गर्ने क्रममा हामी यतिखेर अहिले डाँडा बजारमा छौँ। त्यतिखेर एकदम दामी मौसम पनि बवाल भइरहेछ अनि तोङबाहरू पनि खाने क्रममा छौँ हामी। हाम्रो दुईजना साथीहरू पनि अब आउँदै हुनुहुन्छ, बाटोमा हुनुहुन्छ। यो गेट टुगेदर हुँदै गर्दाखेरि चाहिँ हामीले छुटाउनै नहुने हाम्रो साथीभाइहरू जस्तै कि पर्वत दाई, सनकुमार दाई, तरन दाई, इमोस दाईलाई चाहिँ यतिखेर हामी धेरै नै मिस गरिरहेछौँ होइन। तपाईँहरूलाई हामी धेरै धेरै सम्झिरहेछौँ। दाईहरू धेरै टाढा हुनुहुन्छ तर तपाईँहरूको त्यो साथ चाहिँ हामीसँग जहिले नजिकमै छ है दाईहरू। तपाईँहरू हुनुभएको थियो नि होइन, झन् सुनमा सुगन्ध हुने थियो। ठिकै छ, अब अर्कोचोटि आउँदाखेरि हामी फेरि पनि यस्तो माहौल क्रिएट गरेर फेरि आउने नै छौँ होइन। भन्दै अब हामी आजको हाम्रो यस कार्यक्रमलाई चाहिँ स्टार्ट गर्न गइरहेछौँ तोङबाङ सिटबाट। आजको नाइट हाम्रो है दुईटा मलाई देखाएको मौका हो त नाम वर्ल्डिङ, यसको नाम अर्को आज त निन्द्रै लाग्दैन जस्तो छ त भन।
ब्ल्याक कफी खाए जस्तै हुने रहेछ त यार तिमीहरूलाई हामी चाहिँ अब खाना चाहिँ यसको झोलसँग खाने सेकुवा भइहाल्छ अलिअलि स्न्याक्स यस्तो दामी बनाइदिनु कि झोल सब्जी त भइहाल्छ हामी कस्तो भन्नाले रातिको 7 बजिरहेछ। यहाँ हाम्रो मासुहरू पोल्नु हुँदैछ अनि यहाँ लोकल कुखुराहरू पनि बनाउनु हुँदैछ, काट्नु हुँदैछ। लोकल कुखुरा काट्नु हुँदैछ हाम्रो। अनि यहाँ खानेहरू हो ए सुकुटी ट्राई गर्नुपर्छ त्यसपछि। ल ल ल सर। अनि यहाँ हाम्रो सेकुवा माई गड 3 दिन भयो मासुबाट नहोला अहिले रातिको 7 बजिरहेछ। 7 बजी चाहिँ हाम्रो स्टार्टिङ हुँदैछ सेकुवा। जहिले पनि तपाईँलाई त यस्तोमै पोल्नुमै मात्रै देख्छु त के हो भन, तपाईँलाई हायर गरेर ल्याउँछ क्या पोल्नुको लागि मात्रै। जोतमा पानी हाल्ने यस्तो गरे क्या फेरि काम देखाएको मात्रै। यो धुवामा नखिच्नु न झन् देख्दैन ल है रमाइलो जोतमा देखाएको मात्रै काम चोर है फेरि यता हामी एकछिन हाल्दै मात्रै गर्छ होइन सक्यो काम देखाएको मात्रै हो, काम देखाएको मात्रै हो निभाइसक्यो है। निभाइसकेन कि हेर्नु बारेको जे पनि उल्टो गर्दिनँ क्या पाकेकोलाई पनि फेरि काँचो बनाइन्छ आमा कस्तो मात्रै पनि गोरो आएको चिर्ने भए छाती चिरन चिर्ने भए छाती चिरन सन्नानी नबोले नि माया लाग्ने रहेछ सन्नानी दिनको कसम जबरजस्तै यो चाहिँ मासु बोलेको क्या उसमा छ तिमीले सबै मासु भिजाउँछौ भनेर नि त्यो भिजाएको हल्लो हुन्छ नि रिकेशले अघि कि मलाई पनि जान्छु भनेको अरे मलाई पनि गएर आएको त म त्यस्तै लाग्छ म चोकमा ऋषिले म भ्याउँदिनँ मलाई पनि जान्छु अरे भनेको गएर आयो त ठिकै छ हामी पनि जान्छौँ त्यसो मलाई पनि भनेको होइन हुँदैन ऋषिले हाँसेको हे अरे 3 चोटि भुट्नु उठायो मेरो हुँदैन त्यसरी के अरे मैले उनीहरू कहाँ भएको आएको पर्छ नि रिकेशलाई त के चतरा मात्रै भेटिन्छ जहिले गल्फको अध्यक्ष छ नि त्यो दाइको बुढी हो क्या अहिले जुन गल्फको अध्यक्ष 2जना बाँकी हुनुहुन्छ हाम्रो साथीहरू अहिले फाइनली आइसक्नु भएको छ है। रातिको बाटो भएर पनि आउनु भएको छ ल त। अब यस्तै हो राति हुँदो अब भिडियोहरू यस्तै हुन्छ त्यति क्लियर हुँदैन होइन। अहिले सबैजना समथिङ हाम्रो कतिजना भन्छ 1 2 3 4 5 6 7 8 9 10 10जना छौँ यार हामी। एक लट त गरे अब भिडियोको लागि भए पनि त्यसले हल्लाएको चलाएको ग्रुपमा हामी सधैँ आउँदाखेरि जहिले मैले गर्नु पर्ने हो दादालाई के भन्छ भने कहिलेकाहीँ सानो मान्छेलाई रेस्पेक्ट गर्ने है प्लिज होइन गर्दा गर्दा यार यहाँ गोरो मान्छे कालै भइसक्यो नि के गर्नुपर्छ अरे कहिले बारेको तपाईँ निभाएको हो कहाँ चाहिँ खाइदिन्छ अरे के भन्नु फ्यान्टास्टिक है गाइस सबैले बाँडेर खान्छ यो चाख्ने कस्तो छ होइन हुलेको हजुर हुन्छ त वाउ नाइस शट उही के हो न फर्स्ट टाइम हो बादललाई छुन खोज्ने जुनेली हुन खोज्ने अन्धेरीलाई जित्न खोज्ने। ल त हाम्रो यहाँ सुत्ने ठाउँ चाहिँ यस्तो छ यहाँको है। यतिको ठिकै हो राम्रै छ होइन। कोठा चाहिँ तातो छ तर मौसम चाहिँ एकदम चिसो छ किनभने यो धेरै अग्लो ठाउँमा है हामी बस्ने ठाउँभन्दा धेरै अग्लो ठाउँ हो। त्यही कारणले यहाँ चाहिँ एकदम चिसो हुन्छ, वेदर पनि एकदम कुल भइरहन्छ होइन।
अनि आज चाहिँ के छ भने यो ठाउँमा त्यस्तो होसिया चाहिँ के याद छैन। अनि त्यसपछि यहाँ सिँढीबाट यस्तो होइन, अनि हाम्रो साथीभाइ चाहिँ पर खाँदै नाच्दै छ यस्तो छ है। अनि अर्को कोठा छ यो है, रुमहरू कति क्युट छ, कति राम्रो छ है। हेर्नु अघि एउटा भयो, यो अर्को भयो होइन। यहाँ पनि तपाईँको यहाँ 2 जना अट्छ, यहाँ 1 जना अट्छ है। एकदम एउटा रुममा 3 जना अट्छ, अर्को रुममा 3 जना अट्छ। भनेपछि हाम्रो रुममा 3टा रुम छ है। 3टा रुममा तपाईँको कस्तो हुन्छ भने 3 त 9 जना, 1 जना भुइँमा हुनु पर्छ त्यतातिर। समय तपाईँको 9 बज्नु आँटिरहेछ होइन, 8:45 भइसकेछ। अनि यहाँ अब खाजा नास्ता हाम्रो सेकुवाहरू होइन सबै कुरा हामी खाँदैछौँ। अब बिस्तारै हो मेन कोर्सको टाइम आउँछ। साथीभाइहरू यसो रमाइलोको लागि तास खेल्नु हुँदैछ, यसो टाइम पास। अनि अँधेरो भइसकेको छ, धेरै राति भइसकेको छ, समथिङ अब 9 बजिसकेको छ। अलिअलि जे बाँकी छ नास्ताहरू खानु हुँदैछ। आफ्नो धुनमा हुनुहुन्छ सबैजना। अब बिस्तारै बिस्तारै हामी मेन कोर्स खान्छौँ है, खाना खान्छौँ। त्यसपछि हामी सायद पास खेल्छौँ होला, भए स्लिपिङ पनि गर्छौँ होला। ल त साथीहरू, अहिले यहाँ समय 10 बजिसकेको छ, त्यही पनि हाम्रो साथीभाइहरू रमाइलो गर्नु छोडेको छैन। चिसो मौसममा तातो कफी खाइरहेको छौँ हामी। कफी पनि तातो कफी गरेको मान्छे पनि ल खाउँ है, खाउँ मजाले खाउँ। केही साह्रो गाह्रो भयो भने भन्नु हो मलाई। ए चिन्दैन अरे अहिले चाहिँ के भइरहेछ। ल त हाम्रो साथीभाइहरूले खानपिनको यसो खानु हुँदैछ। अहिले टाइम त तपाईँको भयो 10 बजिरहेछ है। हामी यहाँ 4 जना खाँदैछौँ, उता 4-5 जना उता बाहिर हुनुहुन्छ, एकछिनपछि खानुहुन्छ अरे। तर हामी चाहिँ यो पछि सबैजना खाउँ, नलजा खाउँ है। हेरि यस्तै कि दाल थपेर नपुग्यो तपाईँलाई पुगेन भने मलाई होइन। अब त के अरे जङ्गलको माछा पो अरे भरे के हो, घोस हन्डिङ हो ला। राइट, यहाँ त भात चाहियो भने नलजा है। भात मुछु तपाईँहरूले 3-4 थप्नु हुने, नलजाउ हुने। अनि मैले एकताल थपाएछु लगाउँदिनँ। लाज नमाने, आफ्नै घर जस्तो सम्झे। आफ्नै हो खाने ससुराली नि सम्झे, टेन्सन नगर। परेको नबेर आफूले थपेको चाहिँ नहाल्नु होइन। 4 ताल भइसक्यो खाइसकेको, अनि बल्ल ल्याउँ ल खाएको जस्तै। हाम्रो दोस्रो लट सबैजना रेडी छ ह्याप्स खानको लागि। डिस्कस हुँदैछ है, कसले कति धेरै खाने भात भनेर डिस्कसिङ हुँदैछ क्या। र यता चाहिँ म धेरै खान्छु भन्छ। कति बज्यो? ठिक्क 10 साढे 10 भइसकेको छ। अनि यहाँ अहिले बाहिरको मौसम यस्तो छ साथीहरू है। यो चाहिँ तपाईँको कस्तो छ भने यहाँ डाँडा बजार सामुदायिक होमस्टे है साथीहरू। कस्तो दामी गरेको यहीँ छ, हामी यहाँ बसेको। यहाँ हाम्रो छ साधनहरू। यो ठाउँमा हामी बसेको राम्रो छ, वेदर पनि राम्रो छ। धेरै टाढो ठाउँमा आएको छौँ है। यहाँ यस्तो छ, सुनसान है घर। के हो यहाँ चाहिँ के कमी भयो भने नि लाइट, स्ट्रिट लाइट चाहिँ छैन रहेछ क्या। पक्का लोकल टेस्ट छ क्या। आम्मा के हो 2 ग्लासमा हान्दै क्या।
यसरी त अनि होटेलमा त बिहान हुन्छ त अनि बाफ्रे बाफ तिन गाँसमा एक थाल सकिएको बा के हो यस्तो नमुना नमुना छ त ल ल खाउँ हौ मजाले खानु छ ल होइन अप्ठ्यारो लाज नमान्नु होला आफ्नै घर सम्झिनुहोस् भात अनि स्वाद हेर्नु न स्वाद स्वादले पनि हो अर्ग्यानिक स्वाद छ नि त स्वाद त ल है हाम्रो यो के होटेल अरे अर्ग्यानिक दामी छ होइन हाम्रो साथीभाइहरूले दुई सर्टमै एक थाल हो बाबु फेरि हट तिन थाल हे प्रभु यो मान्छेले त यो ग्रुपको त बेज्जती गर्नुभयो त के हो भने 5 चोटि थपेर बेज्जती भग्दा के हो यस्तो तपाईँहरूको पनि सोरसार लगेको नमुना नमुना छ त है यहाँ हामीले पो सक्नु सक्ने रहेछ है हामीले खाएनौँ हो यस्तो खतरा खाएको थियो बियर खाएर तुम्बा खाएर पनि यस्तो खान्छ र तोम्बा खाएर ओ सुप आयो कुखुराको त्यो त फेरि ल सुप 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 बम्पर दामी छ है बाफ्रे बार्डिङले 5 चोटि थपेको रेकर्डै तोडेको यता यता 4 चोटि सेकेन्ड पोजिसनमा ए ड्र भयो क्या फेरि एकपल्ट ल दुईजना क्या अन्नप्रतिको रेस्पेक्ट कस्तो क्लियर एकदम माने हो हामी कति मजाले खाएको छ है यही फ्याल्नु भएन है खाना नि हाम्रो साथीभाइले सबै सकिँदैछ है खाना पनि सकियो अरे अन्डा अलि एउटा थियो अन्डा पनि सक्यो अरे सबै सक्यो क्या यहाँ चाहिँ हाम्रो केटाहरू चाहिँ एकदम घुरेर सुत्नै सकिन हौ अब सुन है राइनोसरस कराएको जस्तो छ राइनोसरस कि डाइनोसरस हो होइन मान्छे नै होइन यस्तो छ त जङ्गल जस्तो छ त हौ एउटा बाघ कराए अर्को बियर कराए बाफ्रे साथीहरू अहिले चाहिँ बिहान पाखा है हामी यहाँ डाँडा बजारमा छौँ होइन यहाँ जुन यहाँ होमस्टे गरेको छौँ हो त्यो घरबाट चाहिँ माथिल्लो तलबाट चाहिँ हामीले यहाँको वरिपरिको तपाईँको नजाराहरू देखाइरहेको छौँ यस्तो चाहिँ यहाँ होइन यो चाहिँ तपाईँको यसो गाउँघर जस्तो छ तर एकदम शान्त आउँदैछ यता केही देखिँदैन उसैले गर्दाखेरि त्यहाँ त्यो चाहिँ केही त देखिँदैन अनि तपाईँको यो डाँडा बजार चाहिँ तपाईँको धनकुटा जिल्लाभित्र पर्ने रहेछ है अनि यहाँ यो ठाउँ पनि एकदम रमाइलो छ होइन तपाईँहरू होमस्टे यदि गर्न चाहनुहुन्छ भने यो एरिया पनि एकदम पर्फेक्ट हुन्छ तपाईँको लागि होइन शान्त छ चिसो वातावरणमा होइन तपाईँले होमस्टे गर्नु सक्नुहुन्छ यहाँ खानपिन होइन सुत्नु सबै व्यवस्था हुन्छ होइन अनि आज हामीलाई पनि सबै यहीँ व्यवस्था भइसकेको छ होइन त्यही कारणले आज हामी
हिजो हामीले गरिसक्यौँ, आज चाहिँ बिहान पाखा भएको छ। अब हाम्रो प्लान अब हेरौँ के हुन्छ। हामीले प्लान गरेको त छुइनौँ, घरतिर लाग्ने हो या यतातिर तपाईँ घुम्ने हो, त्यो तपाईँलाई देखाइहालेछु। अब अहिले चाहिँ यस्तै छ। अहिले ठिक्क तपाईँको टाइम भएको छ समथिङ 8 बज्नु आँटेको छ। तर मौसम चाहिँ एकदम कुल छ, एकदम रोमान्टिक छ। अब हुने प्लान साथीभाइहरूसँग सोध्नु पर्ला के हुन्छ कसो हुन्छ। हाम्रो साथीहरू आमामामामा यस्तो घुर्छ होइन, सुत्नै सकिँदैन। आमामामा ठट, कोही पात्ने कोही घुर्ने गाह्रो छ। ल चाहिँ यता आउनु न कता बराबर बस्छ को छ त यता तपाईँ आउनु अरे सबै आउनु न सबैजना आउने उहाँले भाइले गरिहाल्छ नि, थोरै दिनु न भाइलाई। मोबाइल सबै राम्रो दिदी, सबै दामी। खोज्दै जाँदा हाम्रो रिकेश दाईको मार्फतबाट चाहिँ हामी डाँडा बजार यो होमस्टेमा हिजो आएर स्टे गरेका थियौँ। अहिले हाम्रो अब बिदाई यहाँ हुँदैछ। हजुरहरूलाई मिठो खाना, मिठो सत्कार होइन, राम्रो व्यवस्थापनको लागि धेरै धेरै धन्यवाद छ। हामी फेरि पनि सम्झेर तपाईँहरूको यो होमस्टेमा आउनेछौँ र बाँकी हाम्रो साथीहरूलाई पनि रेकमेन्ड गरिदिन्छौँ। यहाँनिर जानुभयो भने चाहिँ राम्रो सम्मानसहितको तपाईँहरूले स्वागत सत्कार पाउनुहुन्छ भनेर होइन। अनि अझ हजुरलाई भनेको टाइम दिन पाएनौँ किनभने हाम्रो अर्को टोली पाउन पनि हुनुहुन्छ र दुई ग्रुप भएकोले गर्दा अझ भने जस्तो भएन। हो होइन, ठिक छ। हामीले हाम्रो तरिकाले आफ्नो तरिकाले रमाइलो गरिहाल्यौँ। तपाईँहरूले पनि सोधिरहनु भएको थियो, त्यही नै हो सबै भन्ने सुन्नु होइन। के छ साथीभाइहरू, सबै राम्रो भयो नि होइन? अब कन्टेन्ट चाहिँ के बनाउने भन्नुहुन्छ त्यसको लागि तपाईँहरूलाई होइन अर्को जाति आउँदाखेरि चाहिँ कन्टेन्टमा बसेर रमाइलो गरिन्छ। यहाँ बाटोमा है यसो हेर्नुहोस् त बाटोमा के हो यस्तो, बाप रे बाप। हामी चाहिँ फर्किने क्रममा फेरि यो बाटोमा हेर्दा त्यो दामी छ हेर्नुहोस्। बाबा यो ढुङ्गै झर्ला जस्तो छ। हजुर त्यो डाँडा पनि दामी आएर अब्बुई दामी पो रहेछ त यो त, तर देखिएन कि अहिले देख्छ राम्रो। बा हेर्नुहोस् त यहाँ हजुर दामी वेदर चाहिँ बर्कुल। बजारबाट फर्किँदा खाना चाहिँ हामीले बाहिरै खाने सोच गरेको थियौँ, त्यही कारणले यहाँ फर्किँदाखेरि बाटोमा यता नाम्चेमा हामीले खाना अर्डर गरेको छौँ र अब खाना आउँदैछ, खानु हुँदैछ हाम्रो साथीभाइहरूले। अझै आउने क्रम जारी छ। कोही भेज छ, कोही यहाँ नन भेज छ है। नन भेज 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 होइन हो, भेज 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 अगाडि दिएको ए यो मासु चाहिँ फाल्टो आउँछ हो, भेज मात्रै ल धेरै नै ल हाम्रो झन्डै झन्डै रोयल फ्यामिली टाइपको भयो है। यो चाहिँ कुन स्टाइलको फर्स्ट टाइम हो कमेडी क्या। ल हम्किमै परेको म बिहार छु खानु मजाले। सबैले पाएन मासु, सबै भेज नन भेज हातमा पनि चेस